स्तुति आदर आराधना। पवित्र विवाहका आजका हिरो अनि आजका हिरोइन हैन, अनि सुसन अनि राधा, के तपाईँले पवित्र आत्मालाई तपाईँभित्र रहनको लागि पाउनु भएको छ? धन्यवाद दुलै नानीलाई। आजको दुलै नानी राधा साई, के तपाईँले येशू ख्रिस्टलाई आफ्नो जीवनको मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नुभएको छ? हजुर हजुर भन्नुभएको छ। तपाईँले गरेको विश्वास थाहा गराउनु भएको छ कि नासरतका येशू ख्रिस्ट तपाईँका प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर। म पनि यो गवाहीको निम्ति उपस्थित समस्त जनसमुदाय अघि घोषणा गर्दछु कि परम प्रभु परमेश्वरले वचन र परमेश्वरको आफ्नै भनाइ अनुसार जब दुईजना प्रभु येशू ख्रिस्टमा विश्वास गरी मिल्दछ भने ती दुवैजना परमेश्वरका बालक हुन्। परम्परा पूरा गर्न मात्र उपस्थित छैनौँ, तर एउटा गम्भीर उद्देश्यका साथ यहाँ उपस्थित छौँ। अब हुन गइरहेको वैवाहिक मिलनमा सधैँका निम्ति साक्षी र परमेश्वरको अघि तपाईँहरूको सहमतिलाई पनि जोड्न उपस्थित यहाँहरू हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरको नजरमा यी दुवैजना परमेश्वरका थुमा नासरतका येशू ख्रिस्टको रगतले धोइएका छन्। यी दुवैले प्रार्थना गरेका छन्, यिनीहरूको जीवनमा परमेश्वरको इच्छालाई पहिल्याएर वैवाहिक जीवनमा अहिलेदेखि सधैँका निम्ति सँगसँगै रहन निर्णय गरी आएका छन्। यो विवाहको निम्ति दुलै आजका यी दुलै नानीलाई हैन, यी दुलासँग विवाह हुनका निम्ति कन्यादान गर्छु भने दुलैका बाबा अनि मम्मी को हुनुहुन्छ? उनी र म मिलेर छोरीलाई कन्यादान दिनलाई तयार छौँ भन्नुहोस्। उनी र म मिलेर मेरो छोरी राधालाई अनि बाबु सुसनलाई चाहिँ कन्यादान दिन हामी तयार छौँ। बाबु सुसन फौजा, तपाईँले आफूमाथि पवित्र अठोट पवित्र शपथ गहन र अनन्त जिम्मेवारीहरू लिन लाग्नु भएको छ। तपाईँले छान्नुभएकी यी स्त्री अब तपाईँको जीवनकी अर्धाङ्गिनी, तपाईँको सम्पत्तिको साझे हकदार, तपाईँकै घरकी रानी बन्न गइरहेकी छिन्। तपाईँको निम्ति भएको तिनको प्रेम प्रदर्शन तिनले यसरी गरेकी छिन्। तपाईँसँग जीवनका आनन्द र दुःखहरू बाँड्नका लागि तिनले आफ्ना माइतीका माया र साथी सङ्गीहरूका मित्रताहरूलाई पर सारेकी छिन्। अब तिनी तपाईँसँगै रहने छिन् र तपाईँका निम्ति नै तिनी जिउने छिन्। फेरि मेरो प्रश्न छ, बाबु सुसन फौजा, यस क्रिस्चियन विवाहका सौभाग्यहरू र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनका लागि के तपाईँ यी स्त्रीलाई आफ्नी विवाहित पत्नी हुनका लागि लिन तयार हुनुहुन्छ? छु भन्नुभएको छ। सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ र तपाईँहरू दुवै बाँचुन्जेलसम्म यिनको हेरविचार गर्नुहुनेछ। हुन्छ भन्नुभएको छ। नानीले सहायता गर्नु त्यहाँ। नानी राधा साई, यस क्रिस्चियन विवाहका सौभाग्यहरू र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनको लागि के तपाईँ यी मानिस सुसन फौजालाई आफ्नो विवाहित पति हुनका लागि तयार हुनुहुन्छ? के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ र तपाईँहरू दुवै बाँचुन्जेलसम्म यिनको हेरविचार गर्नुहुनेछ? गर्नेछु भन्नुभएको छ। फौजाले तिमी राधा शाहीलाई मेरी विवाहित पत्नी हुनका लागि लिन्छु
यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफैसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु र प्रसन्न पार्नेछु। त्यस बेलासम्म म तिमीलाई मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु। यो सुनको औँठी ल्याउनु भएको छ अनि यो सुन तपाईँलाई थाहा छ आजको मूल्य कति छ हैन? आज कति छ? हिजो 3,20,000 थियो, आज थाहा छैन आज कति छ हैन? सुन यति बढेर गयो, यति महँगो भएर गयो हैन? अनि यो सुन आफैमा बहुमूल्य छ, बहुमूल्य छ। र यो सुनको औँठीको आकार कहीँ पनि टुङ्गिएको छैन कि यो गोलो छ, यो गोलो छ, यो के अरे यो अनन्तको छ, यसको इन्डिङ छैन, यसको अन्त छैन है। त्यसै गरी आज दुला राजाले यो औँठीलाई यो बहुमूल्य थोक आफ्नै दुलैको निम्ति ल्याउनु भयो। तिमीलाई भनेर उहाँले जो ल्याउनु भएको छ यो चाहिँ आजका दुलै नानीको उहाँको बायाँ हातको साइले होला। हामी यो औँठी लाउँदै गर्दाखेरि हामी जोरदार मण्डली हामी म तपाईँलाई मेरो बहुमूल्य प्रेम दिन्छु हैन भनेर उहाँले पनि सुनकै औँठी ल्याउनु भएको छ र यो सुनको औँठी उहाँले लगाइदिएर हैन। अनि हामी प्रार्थना गरिसकेका छौँ, ताली बजाएर हामी केही कुराहरू तपाईँहरूको दुवैजनाको लागि म बोल्दैछु, तपाईँहरू ध्यान दिएर सुन्नु होला। तपाईँहरूले आफ्नो विवाहित जीवनमा आनन्दको आशा राख्नुहोस्, एकअर्कासँग गरिएका यी शपथ वाचाहरूमा सच्चा हुनुहोस् भनी म तपाईँहरू दुवैलाई आज्ञा गर्दछु। यस दिनदेखि आफ्नो विवाहमा गहन जिम्मेवारीहरू सहित तपाईँहरूले नयाँ जीवन सुरु गर्नुहोस्। आजका दुला सुसन फौजा, तपाईँ जो आजका दुला हुनुहुन्छ यी तपाईँकी दुलहीलाई सुरक्षा गर्नुहोस्, जसले आशा आफूलाई अहिले तपाईँको हेरचाहमा सुम्पिएकी छिन् र प्रभुमा जिउने कोसिस गर्नुहुँदा तपाईँको कुनै पनि शब्द वा कामले तिनको आँखी भाउलाई दुःखले नछोपोस् वा तिनका आँखाहरू आँसुले धमिला नपारिउन्। आजका नानी दुलै राधा साई जो तपाईँ आजको दुलै हुनुहुन्छ, तपाईँका अनुग्रहद्वारा तपाईँले जित्नुभएको हृदयलाई तपाईँका पवित्र गुणहरूद्वारा कायम राखिरहने जिम्मेवारी तपाईँको हो। अनि तपाईँहरू दुवैलाई म भन्न चाहन्छु, तपाईँहरूका स्वरहरूले प्रेमका कोमल ध्वनिहरूलाई नगुमाउन्, न त तपाईँहरूका आँखाले कोमल ज्योतिलाई बिर्सुन् जसद्वारा तिनीहरू चम्केको छ। अनि सबैभन्दा महान चाहिँ सबै समयहरूमा सबै थोकहरूमाथि परमेश्वरको उपस्थितिको सिंहासन रहिरहोस्। तपाईँको हक छ, अधिकार छ है। हेर्नुहोस्, स्याबास स्याबास लगाइदिनुहोस्। अनि यता नानीहरू त्यति लगाइदिनुहुन्छ, नानीहरू बाँधिन्छ पछाडि। अब हजुर यहाँ बाँधिन्छ। ल जोरदार ताली बजाउनु। यो माला लाउँदै गर्दाखेरि लगनले राम्रोसँग बाँधिदिनुहोस्। जोरदार ताली बजाउँछौँ। आज यिनीहरूले सबभन्दा ठुलो कुरा त तपाईँ मुक्तिदातालाई चिने। यिनीहरू पवित्र मान्छे होइनन्, तर येशू पवित्र हुनुहुन्छ। पवित्र येशूलाई ग्रहण गरे, विश्वास गरे, जब उद्धार मुक्ति पाए यिनीहरू पवित्र मानिस भएर आज पवित्र विवाहको बन्धनमा बाँधिएका छन्। प्रभु तपाईँको वचनले मात्र जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई कुनैले पनि छुटाउने कोसिस नगरोस्।
आज यिनीहरू दुई होइन एक भएका छन् अनि एउटा मन विचार लिएर यिनीहरू अघि बढ्नको लागि आज एकअर्कामा करार बाँधेका छन्, वचनहरू दिएका छन्। मृत्युले नछुट्याएसम्म सुखमा दुःखमा हामी साथ दिनेछौँ भनेर यहाँनिर पवित्र वचन दिएका छन्। म भन्छु प्रभु बाबु सुसनलाई तपाईँ प्रभुले आशीर्वाद दिनुहोस्, असल श्रीमान, असल पति, विश्वासयोग्य दास भएर जिउन सक्नु भएको छ र छोरी राधालाई पनि प्रभुले सहायता गर्नुहोस्। अब उनीहरू असल श्रीमती, असल बुहारी अनि उनी त्यो परिवारको निम्ति एउटा इज्जत सम्मान अनि त्यहाँको सम्पूर्ण कारिन्दापनलाई लिएर आएकी छन्। मलाई असल श्रीमती र त्यो परिवारको एउटा असल कारिन्दा बनाउनुहोस्। आफ्नो श्रीमानलाई सुख दुःखमा साथ दिने असल सुयोग्य पत्नीको रूपमा तपाईँले उहाँलाई जिउन सहायता गर्नुहोस्, सुयोग्य पतिको रूपमा जिउन सहायता गर्नुहोस्। यो दम्पति जीवनको यात्रामा अनन्तसम्म पवित्र आत्मा तपाईँ हुनुहोस्। हरेक कठिनाइमा तपाईँ प्रभु उहाँको साथमा हुनुहोस्। कुनै पनि उहाँको बिचमा आउने फुट नल्याउने आत्मालाई पनि उनीहरू यसोमा भएर विजय हुन सकुन्, एकले अर्कालाई बुझ्न सकुन्, एकले अर्काको संस्कारलाई, एकले अर्काको स्वभावलाई, एकले अर्काको अनि इज्जतलाई सम्हालेर अघि बढ्नलाई तपाईँ दुवैजनालाई पवित्र आत्मा परमेश्वरले सहायता गर्नुहोस्। धन्यवाद प्रभु, यो पवित्र विधिद्वारा तपाईँले उहाँलाई एकसँग जोड्नु भएको छ। तपाईँले आशीष दिनुहोस्। अब दुई परिवार एक परिवार भएको छ, दुईटा मण्डली एउटा मण्डली भएको छ। यिनीहरूलाई मण्डलीप्रति, परिवारप्रति, आफन्तप्रति, आफैप्रति र परमेश्वरप्रति जिम्मेवारी आएको छ। यिनीहरू वफादार दास दासी दम्पति जीवनमा यात्रा गर्न सकुन्, यही प्रार्थना गर्छौँ। धन्यवाद यो समयको निम्ति। विशेष यो बाबु छोरीलाई, दुलादुरीलाई तपाईँ प्रभुले आशीष दिनुहोस्, अनन्तसम्म तपाईँको अनुग्रह गर्नुहोस्। हाम्रो प्रार्थना छ यी दुवै जोडीलाई, यी दुवैजनालाई जोडी बनाएर आशीष दिने पिता पुत्र पवित्र आत्मा येशू ख्रीष्टको नाममा यही लगभग अनि अन्त भएको छ, सकिएको छ।